आजभोलि के भइरह होला यस्तो? अस्ति धन्न यमराजको निम्तो पाइएन, आज फेरि भैरवबाट फर्किँदा यस्तो हेर्न पाइयो। वार्निङ नै हो कि के हो? हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा। जापानमा फुड सर्भिस सेक्टर ब्यान भएदेखि त सब केटाहरू आई थिङ्क एग्रीमै स्विच गर्छन् होला, र त्यसमध्ये म नि एउटा छु। त्यसपछि डिमान्ड बुझ्नले आज बिहानै नुहाइ गरेर एग्रिकल्चरको डिमान्ड बुझ्न र बुक लिनलाई दाइसँग भूमिमा भएको कन्सल्टेन्सीमा आएँ। त्यसपछि बिल्डिङ क्लिनिङको बुक देखाएर भन्नुहुन्छ, ज्ञाने बिल्डिङ क्लिनिङ पढम, र स्यालेरी सुन्दा त एकछिन त पैसा पैसा। तर बुक हेर्दा जति सजिलो देखे नि पढ्न चाहिँ उति नै गाह्रो। मेरो पालि फेरि एग्रिकल्चरको बुक उठाएर आज रुम सार्न भैरवमा जानु छ भनेर चल्दिहाले। त्यसपछि भूमैबाट गाडी चढेर परासी आएर दाइले फेरि आलु कोल्ड स्टोरमा राख्नलाई लिएर जाँदै हुनुहुन्थ्यो। म फेरि आलुको माथि नै बस्दै जाँदा गर्दा त क्या डर लाग्ने। त्यसपछि कोल्ड स्टोरमा बिलसिल काटकुट पारेर रुमतिर आएर रेस्ट गरेँ र 1 आवर पछि नास्ता खान जाँदा यो चप्पलमा बाँदरे खुट्टा भएको खुट्टा लिएर जाँदा लाज किन बाबा सोच्दै धेरै पछि यो अङ्कलको पसलमा नास्ता खानाले आइयो। त्यसपछि सब सामान लोड गरेर बाबा र म शिवजीलाई ढोक गरेर जाँदै गर्दा के विधि हेर्न परेको होला। बाटोभरि बाँदरे खुट्टा कान्दै घरसम्म आए नि अझै बाँदरे खुट्टा हल्लेको हल्लै थियो। यस्तो त नभइदिए नि हुन्थ्यो। हजुर पनि गाडी घोडा चलाउँदै हुनुहुन्छ भने सेफली चलाउनु होला। सो आजले यति नै, राधे राधे।